नेपालको इतिहासमा फिस्ते महाराज भनेर कुन राणा प्रमान्तरमालाई चिनिन्छ? यसको सही उत्तर हो चन्द्र शमशेर। प्रश्न नम्बर 2, हनुमान ढोका दरबारको स्थापना कसले गरेका हुन्? यसको सही उत्तर हो प्रताप मल्ल। प्रश्न नम्बर 3, नेपाल र तिब्बत बीच बेत्रावती सन्धि कहिले भएको थियो? यसको सही उत्तर हो 1849 मा। प्रश्न नम्बर 4, कीर्तिपुरको युद्धमा कालु पाण्डेले कहाँ वीरगति प्राप्त गरेका थिए? यसको सही उत्तर हो ट्याङ्ला फाँट। प्रश्न नम्बर 5, राणाकालमा परराष्ट्र मामिला हेर्ने अड्डालाई के भनिन्थ्यो? यसको सही उत्तर हो मुन्सीखाना। प्रश्न नम्बर 6, नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत गरिएको थियो? यसको सही उत्तर हो विक्रम सम्वत 2008 माघ 21। प्रश्न नम्बर 7, प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रमान्तरमानी को थिए? यसको सही उत्तर हो चन्द्र शमशेर। प्रश्न नम्बर 8, काँटामामा भूकम्प जाँदा परेर मरेका मल्ल राजाको हुन्? यसको सही उत्तर हो अभाइ मल्ल। प्रश्न नम्बर 9, लिच्छवी कालमा कपडामा लगाइने करलाई के भनिन्थ्यो? यसको सही उत्तर हो चाइल कर। प्रश्न नम्बर 10, पृथ्वीनारायण शाहको जन्म कहिले भएको थियो? यसको सही उत्तर हो विक्रम सम्वत 1779 पौष 27।